Hello, Tashi Dile, Fabulo, अनि नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल भ्लगिङ मामा ल बहिनी मैले जस्ट स्टार्टेड के भयो अन्त यस आज चाहिँ नो रेसिपिज नो डेली भ्लग्स आज जस्ट म तपाईँहरूको अगाडि एउटा इम्पोर्टेन्ट इन्फर्मेसन्सहरू र प्रेग्नेन्सी र मदरहुड रिलेटेड टिप्सहरू लिएर आएको छु सो भिडियो चाहिँ जस्ट स्टार्ट गर्न आँटेको थिएँ हो पुच्ची चाहिँ उठिहाल्यो सो यस उसँग बनाऊँ भनेर नि अन्त दोज वर न्यू मम्स तपाईँहरूलाई एकदमै कङ्ग्रेचुलेसन्स फर यर न्यू जर्नी ब्लेसिङ वाट एभर यु क्यान कल इट होइन एकदमै ब्लेसिङै हो तपाईँहरूको लागि ऊ चाहिँ मेरो सेकेन्ड बेबी हो मेरो फर्स्ट बेबी चाहिँ 4 वर्षको छ छोरा छ सो ऊ चाहिँ मेरो सेकेन्ड बेबी छोरी हो अन्त मलाई मैले जुन जुन चिजहरू एक्सपिरियन्स गरेको थिएँ थ्रु आउट द प्रेग्नेन्सी र आफ्टर प्रेग्नेन्सी त्योहरू म सेयर गरि नै बस्छु थ्रु माई ब्लग्स एन्ड अल सो आज चाहिँ एक दुईवटा प्रडक्ट्सहरू आई वुड लाइक टु सेयर एकदमै युजफुल प्रडक्ट्सहरू छ तपाईँहरूलाई पनि इट माइट बी युजफुल भनेर चाहिँ सेयर गरौँ भनेर नि सो यस यु अल नो कि तपाईँहरूको बडी चाहिँ यति बेसी डिहाइड्रेट हुन्छ होइन ब्रेस्ट फिडिङ गर्दाखेरि सो यर स्किन फिल्स ड्राई अन्त इभन यर लिप्स एन्ड अल तपाईँको हेयर फलको इस्यु त्यो सबैहरूसँग ट्याकल गर्नु लागि चाहिँ एक दुईवटा प्रडक्ट्सहरू लिएर आएको छु विच आइएम युजिङ इन माई डे टु डे लाइफ सो तपाईँहरूले पनि इट माइट बी युजफुल टु यु एज वेल सो यस फर्स्ट चाहिँ तपाईँको स्किन ड्राई मतलब स्किन पुरा ड्राई हुन्छ प्रेग्नेन्सीको टाइममा त्यो टाइममा चाहिँ मेरो मोटो मोटो मोइस्चराइजरहरू पनि काम आएन सो समवेयर आई हेभ रेड कि यो वाला मोइस्चराइजर चाहिँ एकदमै राम्रो हुन्छ भनेर हाइली रेकमेन्डेड भनौँ न बहिनी सो यस जस्तो पढेको थियो रिभ्युजहरू त्यस्तै नै रहेछ यो चाहिँ एकदमै राम्रो लाग्यो मलाई मेरो स्किन चाहिँ अब के भन्छ त्यसलाई सिरम के भन्छ त्यसलाई उयोहरू लगाएर पनि पुरा ड्राई फिल हुने यो लगाउनु थालेको दिन चाहिँ सो सरी बाबा लो 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 उसलाई चाहिँ गयो लो लो उसलाई पनि चाहियो अरे यो हिर्काउनुहोस् यहाँ टिम टिम अन्त यो सेरावेको चाहिँ एकदमै राम्रो एकदम म चाहिँ एकदम रेकमेन्ड गर्छु के चाहियो तपाईँलाई चाहिँ वाट डु वान्ट ओके युनी ल युनी ल यो युनी लु त्यहाँ नाङ्सेलको युनी चाहिँ खुसी हुन्छ यो देख्यो भने अन्त त्यहाँदेखिको नेक्स्ट चाहिँ ड्राई स्किनको लागि चाहिँ तपाईँहरूकोमा यो वाला ओइल छ भने यो चाहिँ मेरो सक्नु आँट्यो यो बट्टा चाहिँ सो यो वाला ओइलले मालिस गरेर मजाले बेलुका तपाईँ स्किन चाहिँ मजाले स्क्रब गरेर क्लेन्जिङहरू गरेर स्क्रब गरेर यो वाला ओइल लगाएर सुत्नुभयो भने पनि एकदम ड्राइनेसको उयो पनि हुन्छ है यसले पनि ड्राइनेस निकै कम्ती हुन्छ यो एकदम राम्रो छ ओइल हो अन्त मेरो चाहिँ मेलाज्माको प्रब्लम भएन सो मलाई मेलाज्माको चाहिँ त्यस्तो बेसी आइडिया छैन तर मैले एक दुईजना मेरै साथीहरूकोबाट सुन्दाखेरि चाहिँ O3 भन्ने कम्पनीको चाहिँ मेलाज्मा क्रिम चाहिँ राम्रो हुन्छ भनेर भन्यो सो इफ यु आर फेसिङ द्याट काइन्ड अफ प्रब्लम तपाईँहरूले ट्राई गर्न सक्नुहुन्छ O3 को मैले एक दुईजनाकोबाट राम्रो रिभ्यू सुनेको थिएँ हो सो द्याट वाज रिलेटेड टु स्किन र अर्को चाहिँ हुन्छ तपाईँहरूको हेयर फल इस्यु हुन्छ 5 मन्थ्सहरू नानी 5 मन्थ्सहरू र ऊ जत्रो हुनु थालेकोदेखि चाहिँ पुरा बेसी हेयर फल हुन्छ सो हेयर फलको लागि चाहिँ रोजमेरीको ओइल पुरा राम्रो हुँदछ आइएम युजिङ दिस फ्रम सोल फ्लावर भन्नेको यो चाहिँ मेरो सेकेन्ड बोतल हो सो यो एकदमै राम्रो छ यो ओइल यु क्यान युज दिस यसले चाहिँ हेयर फल कन्ट्रोल हुँदैछ मेरो निकै कन्ट्रोल भएन अब त यति झर्थ्यो कि सो यो लगाउनु थालेँ यसले मतलब मजाले स्क्याल्प मसाज गर्नु थालेकोदेखिको चाहिँ मेरो हेयर फल निकै कन्ट्रोल हुँदैछ सो इफ यु आर लुकिङ फर अ बजेट फ्रेन्डली रोजमेरी ओइल दिस इज इट यो सानो प्याक हो योभन्दा ठुलो पनि पाउँछ सो यु क्यान गेट इट अन नाइका यो चाहिँ मैले नाइकाबाट किनेको अर्को चिज अन्त के हो भन्दाखेरि निप्पल क्रिम भेरी इम्पोर्टेन्ट
नाङ्सेलहरू भन्दा अलिकति सानोदेखिको चाहिँ अब मतलब 5 मन्थ्सदेखिको चाहिँ तपाईँको निप्पलको सोर निप्पल्सको प्रब्लम्सहरू हुन्छ तपाईँले सो यु क्यान युज दिस निप्पल बटर फ्रम लभ लाप यो एकदमै राम्रो लाग्यो मलाई नानीहरूले योमै उयो गर्दाखेरि ब्रेस्ट फिडिङ गर्दा लगायो र उसले खायो भने पनि केही त्यस्तो उयो हुँदैन साइड इफेक्ट्सहरू केही छैन सो इट्स भेरी ह्यान्डी निप्पल क्रिम ऊ हेर्नु न उसले चाहिँ के तान्नु खोजेको हौ यहाँ म बहिनी कस्तो भिडियो बनाउँदैछु अन्त अर्को चाहिँ के हो भन्दाखेरि ब्रेस्ट फिड गर्दाखेरि चाहिँ नानीहरूलाई तपाईँहरूले पुरा एनर्जी लो फिल भएको कतिजनालाई रिङ्गाटा लागेको त्यस्तो खालके पनि हुन्छ क्या तेन्जुको टाइममा त मलाई त्यस्तो खालके भएको याद छैन तर नाङ्सेल जन्मेको बादमा चाहिँ लाइक वेन सी वाज 2 months एन्ड अल त्यो टाइममा चाहिँ मलाई पुरा उता आच्चुको जुजु पो हेर्दो रहेछ ल एकछिन यो त आच्चुको बेबी हो नि त तपाईँको बेबी त युनि होइन अन्त अन्त त्यो टाइममा पनि के हेर्नु भएको केही छैन हौ बाबा त्यहाँ अन्त त्यो 2 महिनाको नानीहरू हुँदाखेरि चाहिँ तपाईँको चक्कर आउने यस्तो पुरा भयो मलाई पनि हो सो त्यो टाइममा चाहिँ मैले तेन्जुको लागि त के त्यो लिटल जोय भन्ने एपबाट मैले अर्डरहरू गरिबस्थेँ सो त्यहाँ मैले चाहिँ आई फाउन्ड दिस ममाहरूको लागि पनि एउटा गमी पाउँदो रहेछ सो एउटा फर्स्ट मैले पहिल्यै ट्राई गरेको थिएँ यो चाहिँ मेरो आई गेस 3rd हो 3 months भइसक्यो मैले यो खाएको सो इट्स भेरी गुड यो खाएकोदेखि चाहिँ टचवुड मलाई चक्कर आएको चाहिँ अहिलेसम्म याद छैन सो यसले चाहिँ तपाईँको कतिवटा चिजहरू हुँदो रहेछ नि त योमा टोटल 9 भाइटामिन्स र 3टा मिनरल्स हुँदो रहेछ मेन चिज चाहिँ भिटामिन B12 भिटामिन C आइरन र D त्योहरू हुँदो रहेछ बोन हेल्थहरूको लागि एकदमै राम्रो रहेछ हो त्यसले गर्दा चाहिँ मैले यो खान थालेको चाहिँ 3 महिना भयो अन्त यो चाहिँ तपाईँको नो एडेड सुगर फर अल द मदर्स स्ट्रबेरी फ्लेभरमा रहेछ यो तपाईँको एकदम ग्यासहरूको यस्तोहरूको पनि केही इस्युजहरू छैन अदरवाइज मलाई त ग्यास्ट्रिकको पुरा प्रब्लम भइबस्छ तर पनि मलाई अहिलेसम्म चाहिँ केही भएको छैन यो खान थालेकोदेखि यो दिस इज माई 3rd one अन्त भिटामिन डी भन्दाखेरि एउटा चिज चाहिँ वाट आई वुड लाइक टु से इज मेरो चाहिँ पुरा बेसी बोन्स रिलेटेड प्रब्लम हुनु थालेको थियो सेकेन्ड बेबीमा सो मलाई थाहा थिएन कि लाइक के होला भनेर त्यही भएर मैले सप्लिमेन्ट पनि स्टार्ट गरेको थिएँ चक्कर आउने के आउने होइन तर मैले एउटा गुगलहरूमै कहाँनिर मैले पढेँ कि लाइक भिटामिन डी कम्ती भयो भने के भयो बाबा तपाईँ पनि बोल्ने ल के भयो एकछिनै मेरो छोरीलाई हेरिहालौँ के भयो घुम्नु जानु मन पऱ्यो नि तपाईँलाई त उठ्ने बित्तिकै हो घुम्नु जानु मन पऱ्यो नाङ्सेल हजुर मामा देखेपछि त फेरि ब्याक टु ट्र्याक भइहाल्छ एउटा चिज दिन्छु ल म नाङ्सेलको फेभरेट चिज वेट वाइप्स सो यस अन्त त्यही भिटामिन डीकै डेफिसियन्सीको बारेमा मैले पढेँ होइन अनि त्यहाँदेखिको डक्टरहरूसँग उयो एउटा डक्टरलाई चाहिँ सोधेँ त्यो पनि देखाउनु चाहिँ गइनँ त्यहाँदेखिको भिटामिन डी चेक गर्दाखेरि चाहिँ पुरै लो एक्सट्रिम लो भएको रहेछ के भयो बाबा लु हो साह्रो कचेर गऱ्यो लु अन्त भिटामिन डी चाहिँ पुरै लो मन परेन घुमाउनु लानु भनेको उसलाई चाहिँ आजकल पुरा उसको आप्पाले घुमाउने बानी भएको छ कि अन्त अब घुमाउनु लान्छु ल ममा यो भिडियो रेकर्ड गरिसकिहालौँ न त्यहाँदेखिको चाहिँ अन्त यस भिटामिन डी चाहिँ तपाईँहरूले अगर त्यस्तो खालके सिम्टम्सहरू छ हेयर फल पुरा हुँदैछ र बोन्स ब्याक एकको प्रब्लम यस्तो रिब्सहरू दुखेको जस्तो हिप्सहरू यस्तो दुखेको जस्तो भयो भने चाहिँ तपाईँहरूले भिटामिन डी चाहिँ चेक गराउनुहोस् किनभने चाहिँ भिटामिन डीको चाहिँ हुँदो रहेछ त्यस्तो खालके सिम्टम्सहरू सो मैले पनि गर्दाखेरि चाहिँ मेरो पनि पुरै लो आयो र म अहिले भिटामिन डीको क्याप्सुलमा उयो गर्दैछु लिँदैछु विकली एउटा खानुपर्नेवाला सो डक्टरहरूले नै प्रिस्क्राइब गरेर दिन्छ त्यो चाहिँ तपाईँको रिपोर्ट हेरेर हो सो यस अन्त मेन चाहिँ यो एकदमै राम्रो छ है यो तपाईँहरूले पनि युज गर्नुहोस् हो सो या दिस वाज all the tips I would like to share हुन्छ नि अब
तपाईँहरूलाई पनि मन पऱ्यो भने तपाईँहरूले पनि यो खालको एडभाइसहरू लिँदा हुन्छ इट्स भेरी ह्यान्डी एन्ड आई होप युल ह्याभ अ ह्याप्पी मदरहुड जर्नी यस्तो पुचुन्डेहरूसँग मेरो अर्को छोरा चाहिँ अहिले उसको आप्पासँग जङ्गल घुम्नु गइरहेछ ओके ल मेरो छोरीलाई घुमाउनु लान्छु अब म हुन्छ सी यु इन माई नेक्स्ट ब्लग टेक केयर एभ्रिबडी स्टे हेल्दी बाई बाई ल जुङ लु यहाँ हेर न कसले छ रोयो साह्रो रोयो